ल अहिले आउँछु ल बाई बाई अहिले आउँछु ल खतरा काम गर्छ नि हौ तिनीहरू कसरी बोलेको हेर्न के पो भन्छ होला दाउरा थन्काउँदैछ हो आसेकहरूलाई पनि देखाउनु न त नि एकछिन बस्नु छैन हिँड्नु छैन एउटाले दुई हातमा दाउरा ल्याउनु पर्ने एउटा हातले बोकेर आउँछ आखिर उयो त दाउरा बोक्नुको पिरले नानी चेपिरहेको छ उसले अब यो के हो के देश अरे करेन्टको मान्छेले पनि दाउरा हाँसी हाँसी किन आएको कहाँ मैले लगिनँ हट मैले लगिनँ हौ हेर्नु यत्रो मुढा बोक्ने मान्छे कहाँबाट पाउँछ यो मान्छेको चाहिँ अनुहार राम्रो छ हौ परेश भाइले पिल लाउँदैछ दाउरा बेच्नुको लागि बेच्नुको लागि पिल लाउँदैछ हो यहाँ अब थाक छ दाउरा पानी परेको छ सिमसिम म चाहिँ झुकाएर भाग्छु भन्नु न म चाहिँ फोटो खिच्दैछु हो त्यो राछ ड्युटी चाहिँ कडा छ कोहीलाई नानी ड्युटी छ उता नानी ड्युटीहरू छ चङ्खो मान्छे चङ्खो नि है नानी बसी जाडो पुग्नु पर्दैन यो मान्छे चाहिँ नेस कोरिया कहाँको हो तपाईँ कहाँको के भन्नु हाँसेर खिच्यो अब थुपा खाएको काम त गर्नु पर्यो मैले पनि यहाँ चाहिँ अब दाउरा बोक्नु पर्छ भनेर नानी त्यतिको छ कता लाइभ त देखाएँ अब एकछिन ओसार्नु थुक्पा खाएको त ओसार्नु पर्यो नि लाइभ हो कि के हो जाने होइन लाइभ होला भिडियो ए भिडियोमा चाहिँ ए लाइभ पो भनेको त